च्यानल न्युटी विथ द न्यू ब्लग। स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। अनि हिजोको ब्लग चाहिँ के कस्तो लाग्यो त हजुरहरूलाई? ट्याक्क हिजोको मौसम चाहिँ 12 बजी नै रात परे जस्तो भइरहेको थियो होला। अनि आज चाहिँ मौसम एकदम दामी नाइस गइरहेको छ होइन। चारैतिर यस्तो बबालको भ्यू आइरहेको छ होइन। माक्सम मनै तपाईँलाई म देखाउने छु 360 भ्यू। तपाईँलाई म देखाउन चाहन्छु 360 वाला भ्यू। 1 2 3 स्टार्ट। अम्बो हेरौँ त माक्सम। ओ माई गॉड गाइजहरु 360 भ्यूहरु देख्न सक्नुहुनेछ तपाईहरुले। 360 नाइस भ्यू देखिरहेको छ हैन गाइजहरु। अनि यो अब म चाहिँ के भन्न चाहन्छु भनेपछि राम्रोसँग बस्नु होला। आजभोलि चाहिँ अब पानी पर्ने सम्भावना, चट्याङ पर्ने सम्भावना अलि धेरै छ अरे। अनि त्यही नै हो। के भन्नु छ त अब यसो बाहिरतिर यसो घुम्न जाऊँ भने पनि अब कहाँ जानु के गर्नु है एक्लै। अब साथीहरू पनि कोही छैन। टाइम पास गर्ने भित्र पनि कति बस्नु यार। युट्युब हेरेको हेरी अब युट्युब हेरेर अरूको भ्लग हेरेर ट्याक्क मलाई पनि खतरा युट्युबर बन्न मन लागेको छ कि। के गर्नु भ्युजले साथ दिन्न, तपाईहरुले साथै दिनुहुन्न मलाई। अनि म के गरौँ त गाइसहरु भनिदिनु पर्यो। त्यसपछि चाहिँ हिजो जुन भनेको थियो मैले यो ढलानी रोक्यो भनेर, त्यो यो चाहिँ पछि फेरि पानीमा मतलब कि अलिअलि सिमसिमे पानीमा ढलान गरिसकेँ। अनि त्यसपछि पानी पर्छ होला भन्ने लागिरहेको थियो, तर पानी चाहिँ परेन। दिउँसोतिर बनाउन् अनि साँझतिर कति राति चाहिँ पानी पर्यो होइन। त्यही पनि यो सुकिसकेको क्या, यस्तो सेटो भएको क्या, यस्तो मजाको। तर मैले कताको भ्यू चाहिँ यस्तो बबाल मान्यो भने चाहिँ त माथिको छ नि यो जुन यो माथिको छ नि, यो माथिको यस्तो बबाल देखिरहेको नि कसम। ओ माई गॉड। सो आजको चाहिँ भिडियो चाहिँ त्यस्तो खास स्पेसल केही नि हुँदैन। जस्ट आई मेक द भिडियो सो आई सी नाइस भ्यू। यस्तो मजाको भ्यू हेर्नमा छुट्टिसकेको बेग्लै छ नि यार गाइसहरु। भ्यूहरू चाहिँ यस्तो बबालको छ। अब भ्यूहरूको केही कुरा गर्नु होइन। तलतिरको अलिकति लाइटिङवाला भ्यू छ भने माथितिर अलि कालोवाला भ्यू छ। आज त त्यो बबालै देख्न पाइयो। आम्मामा हेरौँ नि, आम्मामा क्या ही बोल सकते हैं रे भाइ साहब। हामी केही बोल्न सक्दैनौँ यसको बारेमा चाहिँ। अब सो गाइजहरु अब धेरै भ्यू पनि नहेरौँ होला। अब यो जुन तलदेखि चाहिँ फेरि यस्तोदेखि राम्रो देखिन्छ। अनि त माथितिर फेरि यस्तो देखिन्छ है होइन। म तल आइसकेँ। यो भोक लाग्छ गाइजहरु। के छ स्पेसल्ली अब खानुपर्ने यो बल्ब चाहिँ अलि मधुरो बल्छ क्या गाइजहरु। किनभने अस्तिको एउटा बल्ब चाहिँ कटिसक्यो कि, त्यही भएर अघि कफी खाएको, कफीले अलि दम चाहिँ दिएन कि गाइजहरु। अब भात त रहेछ कि हेर न त। भात मात्र भएर काम छैन, त्यसको लागि केही गर्नु पर्यो नि त खानी।
कमी छैन यो भाडा खान मिल्दैन पैसा नि छैन यार सुक्खु यति बेला त्यही बेला नि पैसा नि छैन के खानु त अघि कफी खाएको कफीले के हुन्छ र चाहियो छ होइन त्यो छैन यार त्यसको लागि चाहिँ मैले फेभरेट एकदम मालदार एकदम चमकदार कबलीको म चाहिँ सबैलाई थाहा भएकै हो इन्टरनेसनल यो भनेर तरकारी भनेर होइन त्यसैले म अरू केही पकाउनु मन लागेन छन त छ होइन उता दालदेखि लिएर अनि के छ अब सब्जीहरू खासै छैन अनि स्पेसली म सिन्की पकाउनु गइरहेको छु अनि सिन्की खानुपर्छ है त गाइजहरू अनि म पकाउन गइरहेको छु तपाईँ हेर्नुहोस् होला अनि त्यसपछि म खानेछु आलु र सिन्की एकदम नाइस हुन्छ नि होइन त्यसको लागि अब आलु पनि काट्नु पर्यो आलु पनि काट्छु म अनि त्यसपछि चाहिँ खानेछौँ हामी सिन्की र आलु तपाईँलाई चाहिँ अलि ढिला लाग्न सक्छ होला तर कति पनि त्यो नगरेर चाहिँ हेर्दैन होला ओके फुट लाग्यो यार मोबाइल ल यस्तो नगर्नु न प्लिज है मैले चाहिँ आलु काटेर रेडी पारिसकेको छु होइन मैले पकाउने छु अनि तपाईँलाई के कस्तो लाग्छ के रे आई थिङ्क होइन जहाँसम्म लाग्छ मैले खासै राम्रो पाउँदैन होला त्यही पनि वेलकम ब्याक गरे आज खानासाना खाइसक्यो मैले चाहिँ अब यसो हामी जाँदैछौँ पुरै कालो न कालो देखाउँछ तपाईँलाई पुरै सब कालो न कालो छ यस्तो कालो न कालो छ तपाईँ किन यस्तो आजको हिजो 12 बजे रात परेको थियो आज झल्न पर्दै रात पर्नेको पारीतिर फेरि घाम लागेपछि यो पारीबाट आए ओए पारीबाट आए राजा पारी आए त्यही हेर पारी से चिज हामी चाहिँ भिडियोहरू हेर्दै बसिरहेको पुरा चल्के खाता कस्तो छ यो जाम अब घरतिर के हो र नाइस भ्यू छ त्यस्तो भ्यू त मैले देखेको थिएन रुगा लाग्छ कि उपारी ओ बोली दिवारा गर नि राखेर एकचोटि राख्यो अनि त्यसरी नै यस्तो कम्पिटिसन के अरे च्यालेन्ज गरौँ न एउटा हातले कोल सक्दै सक्दिनँ ल राख आइफोनको बाजी लगाउनु राख्नु पहिला सक्दै कोल सक्दिनँ कसम राख न एकचोटि ल गर अनि खै मैले देखाउनु अन्त तल जाला के सायदको
यस अनि के अरे कौन है कहाँ से आया त्यो चाहियो अनि कौन प्रेस गर न पुरा अझ डिङ डिङ गर न पाइपले फेरि त्यो घ्याच हान्ने ल आज हाम्रो टोलमा चाहिँ पानीको अभाव पानी आएको छैन त्यही भएर हाम्रो टोलको लागि अब हामीले राहत बाँधिरहेको छौँ आज पानी राहत बाँधिरहेको छौँ हाम्रो घरमा मैले आफै राहत बाँधेर फर्स्ट घरदेखि सुरु हुन्छ अरे फर्स्ट घर मेरै घरदेखि मैले आफै अनि त्यही भएर हो अरू घरको लागि भोलि पानी आउँछ भोलि पानी आउँछ अनि अब हामी चिया खान जान्छौँ अलि हाम्रो बिस्कुट पनि चियामा बिस्कुट पनि हुनु पऱ्यो